सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। विद्युतीय गाडीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव। राजमार्गसहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने। महिलाहरू पुरुषभन्दा 25% बढी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9वटा स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बच्न सकिने। दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अपनाउनु आवश्यक छ। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा। र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशङ्करसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दाबी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले उहाँको भनाइलाई सुधार गर्नुभएको। यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाट समाधान गरिने रहेको उहाँको दाबी छ। इपिजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। यसैबीच नेपाल र भारत बीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने डाइरेक्ट ट्रान्सफर सेवा सुरु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशङ्करले संयुक्त रूपमा यस्तो सेवाको सुरुवात गर्नुभएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणाली बीचको अन्तर आबद्धता मार्फत दुवै देशबीच पैसा पठाउन सकिने भएको हो। 2080 सालमा नेपाल र भारत बीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको सुरुवात भएको हो। अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिन्छ। तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन्। यहाँबाट भारतीयहरूले प्रतिपटक 15,000 भारूसम्म र प्रति महिना 2 लाख भारूसम्म पठाउन पाउनेछ। यस्तै भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीका बासिन्दाले प्रतिपटक 2 लाख भारूसम्म पठाउन सक्नेछन्। बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने यो सुविधा आधा दर्जन बैंकहरू मार्फत प्रयोग गर्न सकिनेछ। यसअघिदेखि नै नेपाल भारत भ्रमणमा आउने भारतीयहरूले यहाँ क्युआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्। तर नेपालबाट भारत जानेहरूले क्युआर मार्फत त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्। अन्तर्व्यवस्थापिका मञ्चको 11औं सम्मेलन 9 बुँदे टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा सङ्घ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कारबाहीलाई छिटो छडितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाइ स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूको स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ।
पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्धनका लागि सन् 2030सम्म देशभर कम्तीमा 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा इभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेसन सञ्चालनमा छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाडीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्ट्स पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढाउने उद्देश्यले विद्युतीय गाडीलाई प्राथमिकतामा राखिरहेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको रणनीति अनुसार पेट्रोल पम्पमा समेत चार्जिङ स्टेसन राख्ने र प्रमुख शहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य छ। सन् 2030 सम्ममा 90% निजी गाडी विद्युतीय बनाउने र सन् 2045 सम्म नेट शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाडीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन्। नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई अपराधिक गतिविधि सरह व्यवहार गरी धरपकड गर्नु उचित नभएको उहाँको भनाइ छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी औल्याउँदै उहाँले ती कमजोरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्न भइरहेको प्रयास गलत भएको बताउनुभयो। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका 7वटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पक्षीविद सङ्घका अनुसार चराविद हठन चौधरी र सुरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्म सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठुड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हड्सनले सन् 1830मा काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। यतिन्जेल हामीले सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, विद्युतीय गाडीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव, राजमार्गसहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल दर्पणमा अब बाँकी खबर। विश्वभर महिलाहरूले पुरुषको तुलनामा झण्डै 25% बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मञ्चले 20वटा भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरुष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुख क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसव पछिको रक्तस्राव, रजोनिवृत्त, PMS, माइग्रेन र इन्ड्रोमेट्रियोसिस गरी 9वटा प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वस्थ समय अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड भन्दा बढी जीवनकाल खराब स्वास्थ्य र वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यसैबीच नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिमहरू पनि बढेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता
जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50वटा विद्यालयमा 3000 भन्दा धेरै विद्यार्थीमाझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको थियो। कक्षा 7 देखि 10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% श्रुतिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार श्रुतिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटुजन्य जस्ता नसर्ने रोग निम्त्याउनुको साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा श्रुतिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। आज विश्व खाद्य स्वच्छता दिवस 2026 विभिन्न कार्यक्रम गरी मनाइएको छ। सजिलो र स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित मनाइँदै गरिएको यस दिवसले सुरक्षित खाद्य उपयोगको महत्त्वलाई उजागर गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाना र पानीका कारण हरेक वर्ष विश्वभर लाखौं मानिस बिरामी पर्ने गरेका छन् भने 4 लाख भन्दा बढीले ज्यान गुमाउने गरेका छन्। खाद्यजन्य रोग न्यूनीकरण तथा स्वच्छ खानाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसै सन्दर्भमा खाद्य स्वच्छता किन आवश्यक छ भनेर हामीले पोषणविद प्रकृति विष्टसँग कुराकानी गरेका छौं। दैनिक उपभोगको खाना पानीमा चाहिँ भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुने भनेको हामीले खाने खानेकुराले चाहिँ हामीलाई रोग निम्त्याएर अकालमा हामीले ज्यान गुमाउन नपरोस् र यसले सार्ने विभिन्न रोगहरू हुन्छ, जस्तै झाडा पखाला भयो, फुड पोइजनिङ भयो। दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अपनाउनु आवश्यक छ। बजारमा पाइने खाद्य पदार्थको स्वच्छताको अवस्था चाहिँ कस्तो छ? राम्रोसँग प्याकेजिङ भएर हाम्रो खाद्य गुण नियन्त्रण विभागको नम्बर लाइसेन्स लिएर उत्पादन भएको खानेकुरा छ भने चाहिँ ठिक मात्रामा खाँदा चाहिँ यसले जनस्वास्थ्यमा त्यस्तो ठुलो असर गर्दैन। तर हामीले अब खुल्ला रूपमा पनि खानेकुराहरू बिक्री वितरण भइरहेको देख्छौँ, जसमा चाहिँ कहिले उत्पादन भएको, कहिलेसम्म खाइसक्नु पर्ने भनेर मितिहरू उल्लेख गरेको छैन भने चाहिँ यस्तो खानेकुराहरू दैनिक सेवन गर्दा चाहिँ यसले हाम्रो जनस्वास्थ्यमा चाहिँ ठुलो हानिकारक असर चाहिँ गरिरहेको छ। अनि घरमै खाना बनाउँदा र भण्डारण गर्दाखेरि अपनाउनु पर्ने खाद्य स्वच्छताका नियमहरू चाहिँ के हुन्? यसमा चाहिँ हाम्रो 5 वटा नियम पर्छ, जुन चाहिँ हाम्रो विश्व स्वास्थ्य संगठनले डिफाइन गरेको नियमहरू छ। हामीले खाना पकाउनु अगाडि र खाना खानु अगाडि चाहिँ अनिवार्य रूपमा साबुन पानीले हात धुनु पर्यो। खानेकुराहरू चाहिँ राम्रोसँग पाकेको हुनु पर्यो भने। अर्को चाहिँ फ्रिजमा राख्छौँ भने 4 डिग्री भन्दा कममा राख्नु पर्यो र तातो भनेको हामीले पाकेको चाहिँ यो 63 डिग्री भन्दा माथि, 63 डिग्री सेल्सियस भन्दा माथिको टेम्परेचरमा पाकेको खानेकुराहरू चाहिँ खानु पर्यो। हामीले फ्रिजमा खाना स्टोर गर्दा चाहिँ काँचो र पाकेको खानेकुरा एउटै ठाउँमा खुल्ला रूपमा स्टोर गर्नु भएन। काँचोलाई छुट्टै गर्नु पर्यो, पाकेकोलाई छुट्टै गर्नु पर्यो। र पाकिसकेको खानेकुरा पनि फ्रिजमा हामीले 24 घण्टाभन्दा लामो समयलाई स्टोर गरेर खान मिल्दैन। हामीले प्रयोग गर्ने पानी पनि सफा हुनु पर्यो र फलफुल र सागसब्जीहरू खाँदा चाहिँ सफा पानीले राम्रोसँग धोएर मात्रै खानु पर्यो। खुल्ला रूपमा सडक किनारमा बिक्री वितरण गर्ने खानेकुराहरू किनेर खाँदा चाहिँ अलिकति सावधानी पनि अपनाउनु पर्छ। बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि खाद्य स्वच्छता चाहिँ किन अझ बढी महत्त्वपूर्ण मानिन्छ? बढी जोखिम भएको वर्गहरूमा पर्छ ज्येष्ठ नागरिक, बालबालिका अथवा सुत्केरी, गर्भवती महिलाहरू। अब यस्तो अवस्थामा चाहिँ शरीरको रोगसँग लड्ने क्षमता त्यो चाहिँ अलिकति उनीहरूको कम हुने र यस्तो दूषित खानेकुराहरू खाँदा चाहिँ उनीहरूलाई छिटो संक्रमण हुने। अरू नर्मल मान्छेले पनि त्यही खाँदा र बच्चाले अथवा गर्भवती अथवा बुढो मान्छेहरूले त्यो खाँदा चाहिँ उनीहरूलाई चाहिँ त्यसले छिटो नै सिम्टम्सहरू ल्याउने अथवा छिटो नै आक्रमण रोगहरू निम्त्याउन सक्ने हुनाले चाहिँ त्यस्तो वर्गको मान्छेहरूलाई चाहिँ यो खाद्य स्वच्छता अझै आवश्यक हुन्छ। अनि विशेष गरी यो खाद्यजन्य रोगहरू रोक्नको लागि चाहिँ सरकारको तर्फबाट सरकारले अथवा व्यवसायी भनौँ अनि उपभोक्ताको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ, के गर्नुपर्छ? फुड सेफ्टी इज एभ्रिवान्स बिजनेस भनेर यसको मतलब चाहिँ खाद्य स्वच्छता चाहिँ हामी सबैको सरोकारको विषय हो। यसमा चाहिँ हामीले उत्पादकदेखि लिएर विक्रेता र साधारण हामी उपभोक्ता हामी सबैले चाहिँ हामीले खाइरहेको खानेकुरा चाहिँ स्वच्छ छ कि छैन भनेर सचेत हुन आवश्यक छ। र यसमा उत्पादकको भूमिका के हुन सक्छ भन्दा आफूले चाहिँ अब आफ्नो फाइदाको लागि चाहिँ धेरै हानिकारक रसायनहरू नमिसाइदिने खानेकुरामा। त्यस्तै विक्रेताहरूले पनि फर्स्ट इन फर्स्ट आउट भन्ने एउटा रुल हुन्छ कि उहाँहरूले सामान मगाइसकेपछि चाहिँ सुरुमा आफूले मगाएको सामान चाहिँ सुरुमा निकाल्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो डेट एक्सपायर भइसकेको खानेकुरा चाहिँ बजारमा उपभोक्ताले किन्न नपरोस् त्यो गर्न सकिन्छ। र उपभोक्ताले पनि आफू सचेत हुनु आवश्यक छ। आफूले खाइरहेको खानेकुराहरू चाहिँ स्वच्छ छ कि छैन, त्यसमा लेबलिङमा के इन्फर्मेसनहरू छ र आफूले डेट एक्सपायर भएको खानेकुरा किनेर लगिरहेको छ कि छैन भनेर त्यो विषयमा आफू सचेत हुनु पनि आवश्यक छ। अब बाँकी खबर। त्यो नेपाल नामको पुस्तक सार्वजनिक भएको छ। लेखक तथा पत्रकार ददी सापकोटाले नेपाल
लाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई सङ्कलन गरेर पुस्तक सार्वजनिक गर्नुभएको हो। आज काठमाडौँमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताउनुभयो। पुस्तकमा नेपाल र फ्रान्स बीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ। अन्तर्वार्तामा आधारित विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका 29 जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा समेटिएको छ। बैतडीका विभिन्न पालिकाले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका ठाउँका नाम परिवर्तन गर्न थालेका हुन्। यस क्रममा पाटन नगरपालिका 5 मा रहेको डिमेउडा टोलको नाम परिवर्तन गरी सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरेकोले नाम परिवर्तन गरेको वडा अध्यक्ष फुनी सिंह बोहराले जानकारी दिनुभयो। अभियान अन्तर्गत अहिलेसम्म 22 वटा गाउँको नाम परिवर्तन गरेको पाटन नगरपालिकाका उपमेयर कमल सिंह बोहराले जानकारी दिनुभयो। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरेपछि स्थानीय बासिन्दाले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो। स्थानीय बासिन्दाले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्। भोजपुरको अरूड गाउँपालिका वडा नम्बर 7 सिक्रेटारमा पोखरी निर्माणपछि सिँचाइ सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 वटा पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 वटा निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1500 रोपनी जमिनमा सिँचाइ सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेला पनि उपयोग हुने गरी बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले जमिन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने भएको स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु सङ्कट विरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। चुरे विनाश, अस्वाभाविक गर्मी र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेको सम्मेलनको निष्कर्ष छ। मेयर रणबहादुर महराले वातावरण संरक्षण सरकारी निकाय मात्र नभई समुदाय र युवाको साझा दायित्व रहेको बताउनुभयो। सम्मेलनपछि जारी प्रतिबद्धता पत्रमा दिगो स्रोत उपयोग र एकपटके प्लास्टिक न्यूनीकरण गर्दै वातावरण मैत्री विकल्प अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव झन बढेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कडा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 मा इरानमाथि बमबारी सुरु गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। अप्रिल 6 मा दुई पक्षबीच अस्थायी युद्धविराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक विरोध घेराबन्दी अझै कायमै छ। नेपाल दर्पणमा अब खेल खबर। नेपालले एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेसनल क्रिकेट मैदानमा भएको खेलमा
ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। यस्तै अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्दैछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ। र प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानुनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ्दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आम्दानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानुनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। के मुख्य खबरका शीर्षक फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। विद्युतीय गाडीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने। महिलाहरू पुरुषभन्दा 25% बढी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9वटा स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बच्न सकिने। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा। र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।